यो चन्द्रमुखी ताल हो। चन्द्रमुखी तालको अध्ययन र अवलोकन गर्न यहाँ थुप्रै सङ्ख्यामा आगन्तुकहरू आउने गरेको हामी यो दृश्यबाट देखाइरहेका छौँ। चन्द्रमुखी तालको यो चारैतिर यसरी यो पैदल मार्ग बनाइएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर 7 यो देबरिया हो। यो तालको अध्ययन र अवलोकन गर्न आउनेहरूका लागि यसरी यो चाहिँ यो पैदल मार्ग चारैतिर बनाइएको छ। यो बीचमा यो ताल हामी देख्न सक्छौँ। यो तालको बीचमा यसरी चाहिँ यो तालको चौतर्फी अवलोकन गर्न सकिने गरेर यसरी यो भौतिक संरचना यहाँ निर्माण गरिएको छ। यो तालको बीचमा बनाइएको छ। यो चारैतिर हरियाली जङ्गल छ। यो जङ्गलको बीचमा यो तालको सौन्दर्यकरण गर्ने काम गरिएको छ। प्राकृतिक रूपमा घुम्न र रमाउन चाहनेहरूका लागि यो चन्द्रमुखी ताल सहयोगी साबित बन्न पुगेको सहजै अनुमान गर्न सकिन्छ। यहाँ आउने आन्तरिक आगन्तुकको सङ्ख्या पछिल्लो समय थोरै भए पनि बढ्दै गएको देख्न सकिन्छ। यो हरियाली जङ्गल अनि यो तालको चारैतिर बनाएको यो पैदल मार्ग हो। यो हामी यो पैदल मार्ग देखाउने प्रयास गरिरहेका छौँ। यो बीचमा सम्म परेको यो चन्द्रमुखी ताल हो। यो ताल वरिपरि यसरी पैदल मार्ग बनाइएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर 7 यो देबरियामा पर्छ। यो देबरिया वनस्पति उद्यानभन्दा केही दूरी अगाडि आउँदा यो ताल देख्न सकिन्छ। यो तालमा ढुङ्गाको पनि व्यवस्था गरिएको छ। ढुङ्गा चढे बापत भने यहाँ शुल्क लिइने गरेको छ। आगन्तुकहरू बस्नको निम्ति विभिन्न स्थानमा यसरी बेन्चको व्यवस्था पनि गरिएको छ। प्राकृतिक रूपमा यसलाई सुन्दर तालको रूपमा लिन सकिन्छ। पैदल मार्ग पनि चिटिक्क पारेर सजाउने काम भएको छ। यसरी यो ताल नजिकै एउटा पुल पनि बनाइएको छ। यो पुलबाट तस्बिर लिन सजिलो होस् भनेर
यसरी यो तालको बीचमा चाहिँ यो पक्की भौतिक संरचना निर्माण गरिएको छ, जहाँबाट भिडियो फुटेजहरू पनि बनाउन सकिन्छ। चन्द्रमुखी ताल हो। यो तालको अवलोकन गर्न आउनेको संख्या केही समय यता बढ्दै गएको देख्न सकिन्छ। विशेष गरेर सार्वजनिक बिदाको दिन यो क्षेत्रमा ठुलो संख्यामा आगन्तुकहरू आउने गरेका छन्। यहाँ आउँदा कुनै खानेकुरा लिएर आएको खण्डमा फोहोर फाल्नको निम्ति यसरी यो साइडमा यो डोकोको पनि व्यवस्था गरिएको छ। फोहोर फाल्न यसरी यो डोकोको व्यवस्था गरिएको छ। ताल वरिपरि पुरै हरियाली छ। हामी यो चन्द्रमुखी तालको पुरै दृश्य देखाउने प्रयास गरिरहेका छौं। वडा नम्बर 15 को नि हालेको थिए यार, कोले बनाउन लाग्यो। कता हो यो भाइ, के ठाउँ भनेर बेली बजार पर्ने रे म्यापमा। यहाँ तालको अवलोकन गर्न आउनेहरूका लागि सुन्दर पैदल मार्ग निर्माण गरिएको छ। हरियाली सहितको यो सुन्दर मार्ग हो, पैदल मार्ग हो। यहाँ आउँदा खानेकुरा लिएर आउने आगन्तुकले खानेकुरा अथवा खाजा खाइसकेपछि त्यो फोहोर फाल्न यहाँ डोकोको पनि यहाँ व्यवस्था गरिएको छ। यो डोकोमा फोहोर फाल्न सकिन्छ। हामी यो डोको पनि देखाइरहेका छौं। तालको हामी पुरै दृश्य यता देखाउने प्रयास गरिरहेका छौं। तपाईहरुलाई यो ताल कसो लाग्यो हो? केही बोल्न चाहनुहुन्छ थोरै? राम्रो गोपाल छ। पहिलोचोटि हो? कस्तो लाग्यो? एकदम राम्रो, खुसी लाग्यो। त्यही त, यसमा केही कमी कमजोरी देख्नुभयो कि तपाईहरु एकदम सन्तुष्ट हुनुहुन्छ? अझै केही गर्न पाए भएपछि हुन्थ्यो भन्ने छ कि? अलिकति लाइटिङ अनि बोर्ड बिरुवा यहाँ पोल हालेर लाइटिङ वरिपरि। जस्तो यता टिकट लिने व्यवस्था त्यस्तो के पाउनुभयो कि केही, अथवा त्यो असहज परिस्थिति त्यस्तो केही देख्नुभयो? छैन त्यस्तो। एकदम ठिक छ है? एकदम ठिक। बिस्तारै होला जस्तो लाग्यो। पुरै पहिलो पटक हो? पहिलो पटक। जस्तो यो जो सडक मार्ग बनाएको छ नि, यो चाहिँ कस्तो पाउनुभयो? यो राम्रो छ। राम्रो यो पुल अनि बोट धेरै सुविस्ता छ, राम्रो छ। ओके, हस्, थ्याङ्क यू। ओके, हस्, थ्याङ्क यू। हजुर केही छ भन्नु? मजाले खुलेर भन्नु। ओके, हस्, थ्याङ्क यू। यो चन्द्रमुखी ताल हो। यो धनगढी उपमहानगरपालिका वडा नम्बर 7 यो
देवरिया हो यो। हामी यो दृश्य पुरै देखाउने प्रयास गरिरहेका छौँ। यहाँ विशेष गरेर युवाहरू ठुलो सङ्ख्यामा आउने गरेका छन्। घुम्नको लागि एकदमै उपयुक्त मानिएको छ यो क्षेत्र। चन्द्रमुखी ताल हो यो। यो ताललाई सिंगार पटार गर्ने प्रयास गरिएको छ। चारैतिर हरियाली जङ्गल छ। यो जङ्गलको बीचमा यो चन्द्रमुखी ताल हो। फोटो खिच्नेहरू कतिको आउँछन् हो यहाँ मान्छे? अँ आज कम छन्, भोलि त जस्तो तपाईँहरूले जुन यो फोटो खिच्ने काम गरिराख्नु भएको छ नि, कतिको सन्तुष्ट हुनुहुन्छ? आउँछन् कि आउँदैन फोटो खिच्न? आम्दानी सामदानी भइरहेछ? राम्रै भइरहेछ? दिनमा लगभग कति जति आउँछन्? कति जति भन्दै जस्तो अनुमान चाहिँ आउँछन् त्यसै 100-200 जना दैनिक है? जोस राम्रो छ। चन्द्रमुखी तालमा पुग्नेहरूले यहाँ तस्बिर पनि लिने गरेका छन्, जसका कारण यहाँ केही फोटोग्राफरहरूले पनि काम पाएको देख्न सकिन्छ। चन्द्रमुखी तालको अवलोकनपछि यहाँ खाजा नास्ता पनि गर्न सकिन्छ। त्यसको निम्ति यहाँ सानो एउटा खाजा खाने एउटा स्थानको पनि व्यवस्था गरिएको छ। उता सवारी साधन पार्किङका लागि यो स्थान पनि छुट्याइएको छ। यो चन्द्रमुखी ताल अवलोकनका लागि यो बाटो भएर यहाँसम्म आइपुग्ने व्यवस्था गरिएको छ। यो तालको अवलोकनका लागि विशेष गरेर सबै उमेरका समूहहरू यहाँ आउने गरेका छन्। यो स्थानमा आएर विभिन्न डिजाइनमा फोटो तथा म्युजिक भिडियो बनाउन यहाँ एउटा कपडाको पसल पनि राखिएको छ। विशेष गरेर आफ्नो कल्चर अनुसारको ड्रेसमा सजिएर चाहिँ भिडियो तथा फोटो खिच्न यसरी यो फेसनको व्यवस्थापन पनि गरियो। अनि हजुरको शुभ नाम चाहिँ के हो? दीपिका हो। हजुर? दीपिका। दीपिका के? चौधरी। चौधरी। कति भयो यो राखेको यहाँ ताल क्षेत्रमा? अहिले भर्खरै 5 दिन भयो होला, 1 हप्ता पुग्न लाग्यो भनौँ। कस्तो छ एक हप्तामा चाहिँ कस्तो लक्षण देख्नु भएको छ? के कारोबार होला जस्तो छ कि अथवा कस्तो छ? खै अब होला यस्तो लाग्छ, अब कस्तो हुन्छ पछिसम्म। एक हप्ताको अवधिमा चाहिँ कतिले यो ड्रेसहरू चाहिँ यसो लगाए, कसो छ अनुमान? लाउन त लगाएँ, आज चाहिँ एउटा पनि छैन। के ड्रेसहरू राख्नु भएको छ यहाँ? छ सबै। जस्तो यो चौधरी ड्रेस छ, अनि नेपाली ड्रेस भयो, अनि फेरि त्यो तामाङहरू लाउँछ नि, शेर्पाहरू भयो, सबै ड्रेस राखेको छ। जस्तो यो घन्टाको हिसाबले लिन्छ कि कसरी दिने गर्नु भएको छ? घन्टाको हिसाबले हो। जस्तो 1 घन्टाको कति? 100 रुपियाँ लिन्छ। 100 रुपियाँ? हजुर। एउटा ड्रेसको? एउटा ड्रेसको 1 घन्टा, आधी घन्टा। पहिला पनि कहीँ राख्नु भयो? पहिला उता चोखरतालमा।
त्यहाँ के भयो त्यहाँभन्दा यहाँ अलि राम्रो होला जस्तो लाग्यो कि उताको बाँकी छ उतै राम्रो थियो उस्तो त म त भर्खरै आएको हो यता बस्नलाई ए ओके ओके पहिला अरू मान्छे थिए ए ओके अहिले म